जय गौ माता। हाम्रो अभियान चाहिँ पृथ्वी सबैको साझा हो, सबैले बाँच्न पाउनुपर्छ भन्ने अभियान पनि आज विश्व गुरुदेश देवभूमि तपोभूमि ऋषिभूमिमा जसले आराध्य भगवान पशुपतिनाथ पत्ता लगाइदिनु भयो गौमाताले, उहाँहरूकै अपमान भयो। शिवका वाहन गोरु भन्छौँ हामी, नन्दी महाराजको अपमान भयो। त्यही भएर यो पवित्र देशले पनि दुःख पाएको छ नेपाल आमाले लगायत हामीले पनि। यस्तो नहोस्, सबैलाई भक्तजनहरूलाई आह्वान गरेर देश विदेशमा रहनुहुने आमा बुवा दिदी बहिनी दाजुभाइ सबैलाई बारम्बार आह्वान गर्छौँ, कमसेकम हामीले गरेका कामको अवलोकन गरिदिनुहोस्, सदस्य बनिदिनुहोस्। हामी 3 कप चिया खान्छौँ भने नि 1 कप चिया आधा कप चिया यिनीहरूलाई छुट्टौँ, त्यसको पैसाले यिनीहरूलाई बचाउँ भन्ने अभियान हो। आमा सीतादेवी उपाध्याय दीर्घायु कामना सबदा कामना। अब हजुर हामी एउटै परिवार भन्छौँ, हामी हातेमालो गरेर सबै प्राणीलाई बचाउँ। बुवा उमेश उपाध्यायज्यू, बुवा दीर्घायु कामना सबदा कामना, लाया रूप पनि होस् गौमाताले, भगवान त्यति देव देवताले हामी सबैलाई कल्याण गरौँ। जय गौमाता। ल सर, हामीले त अब कलेज पढाउनु हुन्छ, त्यहाँ विद्यार्थीहरूलाई पनि कमसेकम हाम्रो संस्कार कसरी बचाउनु भनेर लाग्नु पऱ्यो। दीर्घायु र सबदा कामना। जय गौमाता। एकदमै प्रशंसनीय काम लाग्यो। अनि एकबारी उहाँलाई भेटेर हामी पनि केही होइन थोपा थोपाबाटै समूह बन्ने भएको हुनाले हामी पनि थोपाको रूपमा त्यहाँ प्रस्तुत नै भनेर पनि अनि हामी आएको। धेरै खुसी लाग्यो बाबु, सबैले यसै गरी सहयोग गर्दैदेखि नन्दीलाई गाईलाई होइन सेवा हुन्थ्यो, राम्रो हुन्थ्यो, सबैको मन पग्लियोस्, सरकारले पनि हेरिदिए हुन्थ्यो होइन, जग्गा अलिकति किनिदिए पनि गाईलाई बस्ने ठाउँ हुन्थ्यो।